आज मैले तपाईहरुलाई मेहंदी कसरी ट्रान्सफर गर्ने हो फोनमा। सबभन्दा सुरुमा हामीले पाइपिङ ब्याग लिन पर्छ। यो पाइपिङ ब्यागलाई मैले थोरै यताबाट कट गरेको छु। यो तपाईले बार-बार रियुज गर्न सक्नुहुन्छ। यसरी हामीले हाल्ने। फेरि हाम्रो एकदम मसिनो स्टकिङ हुन्छ, यानी कि सक्सहरु हुन्छ नि, त्यो यस्तै राख्दिने यो पाइपिङ ब्यागमा। यो पाइपिङ ब्याग तपाईले बेकरी शपमा इजिली पाउनुहुन्छ। यसरी हामीले राख्दिने। और यो मैले पेस्ट, ऑयल, सुगर, पानी एड गरेर 7-8 घण्टासम्म भिजाएर राख्ने। फेरि मजाले यसरी घोट्ने। त्यसपछि हामीले यसलाई यसरी ट्रान्सफर गर्दिने यो ग्लासमा। यसरी हामीले राख्ने। फेरि हाम्रो यो यसरी ट्रान्सफर गर्दिने हो हामीले। पूरा राम्रोसँग लिएर ट्रान्सफर गर्दिने हो। यदि तपाईहरुलाई यो मेहंदी पाउडर, स्टकिङ, पाइपिङ ब्याग केही चाहिन्छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ। मलाई मेसेज गर्नु, मैले तपाईहरुलाई ऑल ओभर नेपालमा मैले मेहंदी कोन, पाइपिङ, स्टकिङ, ऑयल सबै कुरा अवेलेबल हुन्छ। नेचुरल कोन रेडीमेड कोन भन्दा एकदम राम्रो हुन्छ। यसको स्टेन पनि राम्रो आउँछ, तर लङको सेक लगाउन जरुरी हुन्छ। केमिकल हुन्न नि यसमा, त्यही भएर तपाईहरुले पनि यो मजाले युज गर्न सक्नुहुन्छ। रिजल्ट 100% आउँछ। पूरा राम्रोसँग निकाल्ने। पूरा क्लीन गर्ने। त्यसपछि हामीले राम्रोसँग यो पाइपिङ ब्याग र यसलाई यसरी हामीले राउन्ड गर्ने। फेरि मजाले तान्ने। यसरी हाम्रो यो हुन्छ स्टकिङ। फेरि रबर ब्यान्ड बाँधेर हामीले यता टेप लगाइदिने। जब तपाईहरुलाई चाहिन्छ तब तपाईले यसलाई खोल्ने। अहिले यतिकै टेप बाँध्ने, यता हामीले रबर बाँधिदिने। यो 3 या 4 डेजसम्म मजाले चल्छ। तपाईको स्टेनमा केही प्रब्लम हुँदैन। तपाईले मसित मेहंदी पाउडर, ऑयल, स्टकिङ, पाइपिङ ब्याग, सेलोफेन शीट पनि लिन सक्नुहुन्छ। ओके त बाई। मेरो स्टेन हेरिहाल्नु, कस्तो आएछ निकाल्दै ऑरेन्ज आएछ। सायद क्यामेरामा त्यति शो गरे छैन होला, तर राम्रो आएछ। हवस् त, थ्यांक यू।